नमस्कार। प्रिन्सिपल तथा विद्यालय सञ्चालक ज्यूहरू, शिक्षणको क्रममा शिक्षकहरूले विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। विद्यार्थीको पूर्व ज्ञान र वर्तमान क्षमतासँग शिक्षकहरूले पाठ जोड्न कठिनाई भोगिरहनु भएको छ। प्रभावकारी शिक्षण भनेको पहिलेको ज्ञानमा टेकेर नयाँ कुरा सिकाउनु हो। यदि शिक्षकले विद्यार्थीहरूलाई के थाहा छ भनेर विचार नगरी नयाँ पाठ पढाउन खोज्नुहुन्छ भने विद्यार्थीहरूलाई पाठ बुझ्न गाह्रो हुन सक्छ। उनीहरूको क्षमता अनुसारको शिक्षण नभएपछि पाठ बुझ्न गाह्रो हुन्छ। शिक्षकहरूले पाठलाई दैनिक जीवनसँग जोड्न कठिनाई भोगिरहनु भएको छ। यदि शिक्षकले पाठलाई दैनिक जीवनसँग जोड्न सक्नु भएन भने विद्यार्थीहरूलाई पाठ निरस र अप्रासङ्गिक अर्थात् इरेलेभेन्ट लाग्छ र उनीहरूले सो पाठ सिक्न मन पराउँदैनन्। जब विद्यार्थीहरूले सो पाठको व्यावहारिक प्रयोग देख्दछन् तब उनीहरूले राम्रोसँग सिक्दछन्। पाठ बुझाउन उपयुक्त शिक्षण सामग्री उपलब्ध नहुनु। शिक्षण सामग्री जस्तै चित्र, नक्सा, भिडियो वा प्रविधिले पाठलाई स्पष्ट र रोचक बनाउन मद्दत गर्छ। यी सामग्री बिना शिक्षकलाई जटिल कुराहरू बुझाउन गाह्रो हुन सक्छ र विद्यार्थीहरूलाई विषयवस्तु कल्पना गर्न र बुझ्न गाह्रो हुन सक्छ। पाठको उद्देश्य अनुरूप विद्यार्थीहरूले राम्रोसँग बुझेको छन् कि छैनन् भन्ने कुरा मूल्याङ्कन गर्न कठिनाई हुनु। विद्यार्थीहरूले पाठ कति बुझे भनेर थाहा पाउनको लागि मूल्याङ्कन गर्नुपर्छ। यदि शिक्षकले सही तरिकाले मूल्याङ्कन गर्न सक्नु भएन भने पाठ प्रभावकारी भयो कि भएन भनेर थाहा पाउनुहुन्न र विद्यार्थीहरूलाई थप सहयोग चाहिएको छ कि छैन भनेर पनि थाहा पाउनुहुन्न। मूल्याङ्कनले शिक्षकलाई आफ्नो शिक्षण विधिमा सुधार गर्न पनि मद्दत गर्दछ। यी कारणहरूले गर्दा शिक्षण सिकाइमा अपेक्षा अनुसार सुधार हुन सकिरहेको छैन। यी कुराहरू सुधार गर्न शिक्षकहरूले निकै नै समय दिएर मेहनत गर्नुपर्ने हुन्छ, अध्ययन गर्नुपर्ने हुन्छ। एउटै शिक्षकले विद्यालयका धेरैवटा कक्षाका विभिन्न विषयहरू पढाउनु पर्ने हुन्छ। दिनमा 5-6 घण्टा पढाउनु पर्ने हुन्छ। त्यति मात्र कहाँ हो र अझ घर आएर होमवर्क समेत चेक गर्नुपर्ने हुन्छ। त्यसैले हरेक पाठको प्रोपर लेसन प्लान बनाउन र टिचिङ रिसोर्सेस तयार पार्न शिक्षकसँग समय नहुन सक्छ। कति शिक्षकहरूसँग अनुभवको पनि कमी हुन सक्छ भने कति शिक्षकसँग ज्ञानको पनि कमी हुन सक्छ। त्यसो भए इफेक्टिभ क्लासरुम टिचिङ एन्ड लर्निङको लागि शिक्षकहरूलाई कसरी तयार पार्ने त? उहाँहरूलाई कसरी सक्षम बनाउने त?